म चाहिँ यस्तो पन्थेरोगी छु कि मलाई चाहिँ कहीँ जानु हुँदैन। आधी घन्टाको बाटो हिँडेको छु भने पनि साथीहरू मलाई चाहिँ टाउको दुखेर माइग्रेन स्टार्ट भएर अनेक थरी भइहाल्छ। म त्यहीँ बेहोस हुँला जस्तो भइहाल्छु क्या, सिरियस बिमारी नै हुन्छु। फर्केर घर आइसक्दा चाहिँ मेरो टाउको दुखेर मलाई माइग्रेन स्टार्ट भएर त्यो न मलाई गाडीको त्यो पेट्रोलहरूको बास्ना मनपर्छ, न कसैले लगाएको सेन्ट। झन् 1-2वटा सेन्ट मिक्स आयो भने त मेरो नाकमा म भमिट गरेर मरि नै हाल्छु साथीहरू। हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग साथीहरू। हामी चाहिँ अस्ति नि धरान गएको थियौँ आइतबारको दिन। मेरो छोरीले चाहिँ मम्मी स्कुल छुट्टी छ, प्लिज मलाई घुमाउन कहीँ लानुहोस् न प्लिज भनेर भने गरी। अनि अब हाम्रो त यो राजमार्ग अहिले सबै बनाइराख्नु भएको छ नि त, सबै बिग्रेर हैरान भएको छ। झन् यो बिराट चोकदेखि इटरीको बाटो त झन् पानी पऱ्यो भने त यस्तो हालत खराब भएको छ नि साथीहरू। सबै खाडलको मात्र छ खनेर छोडेको। यो बिराट चोक र इटरीको बाटो कहिले बन्छ होला साथीहरू? अनि नानीलाई घुमाउन कहाँ लाने? म त टेन्सन भयो। अनि नजाउँ न नानी, भोलिपर्सि रोड बन्छ अनि जानुपर्छ भनेको। होइन मम्मी लानु भनेर भनी। अनि कहाँ जानु त भनेको। अनि मेरो बुढाले चाहिँ भन्नुभयो लु जाउँ यता बिराट चोकदेखि माथिको बाटो केराबारीको बाटो हुँदै धरान जाउँ। धरानमा गएर अनि संस्कृति पार्क हेर्नुपर्छ, हर्क साम्पाङले बनाएको भन्नुभयो। अनि ए हो भनेर भने। अनि हामी अब त्यही बाटो लाग्यौँ साथीहरू, दुईजना छोरी बोकेर केराबारीको बाटो हुँदै हामी धरानतर्फ लाग्यौँ। अनि धरानको बाटोभरि फेरि बाँदर यस्तो मजा आएको नि साथीहरू। अनि हामी संस्कृति पार्क पुग्यौँ। पार्क पुगेर 30 रुपियाँ गोटा थियो टिकट लियौँ। अनि चिसो पानी आइरहेको थियो, पानी खायौँ है, पाहाडको शुद्ध पानी खायौँ। अनि घुम्न थाल्यौँ साथीहरू। मेरो छोरी चाहिँ सानो छोरी चाहिँ हाइपर एक्टिभ भएर उहाँ आफै हिँड्ने कुद्ने गर्दै थिएँ। एकछिन पछिदेखि त गर्मी थियो नि त साथीहरू। यता मोरङतिर त यस्तो गर्मी छैन। गर्मीले गर्दाखेरि हिँड्न नमानेर है मम्मी माछा भन्दै थिएँ। अनि कहाँ छ माछा भनेको, यहाँ छ मम्मी माछा भन्दै देखाउँदै थिएँ। खोलामा उसलाई चाहिँ माछै मात्र हुन्छ भन्छ क्या उसले चाहिँ खालि। अनि मम्मी यहाँ माछा छ भने। अनि कहाँ छ खोइ भनेको, यहाँ छ भन्दै थिएँ। अनि एकछिन पछि फेरि हामी अर्को